नेपालको पपुलर भ्लगर र टिकटकर सुस्मिता अधिकारीको बारेमा आज हामी चर्चा गर्नेछौँ। यस भिडियोमा उहाँको एज, युट्युब इन्कम, क्वालिफिकेसन, हबिज, फ्यामिली र उहाँको बोयफ्रेन्डको बारेमा पनि आज हामी चर्चा गर्नेछौँ। हेलो एभ्रिवान, वेलकम टु माई च्यानल एसएम ब्लग 94। म यस्तै खाले भिडियोहरू लगाउने गर्छु। यदि हजुरहरू सुस्मिता अधिकारीको फ्यान हुनुहुन्छ भने यस भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गर्नुहोला। यदि यस भिडियोमा कुनै गल्ती हुन गएमा हामीलाई उक्त गल्तीहरू कमेन्टमा भनिदिनुहोला। साथै उक्त गल्तीहरूप्रति माफी माग्दै आजको भिडियोलाई स्वीकार गरिदिनुहोला। अब कुरा गरौँ उहाँको पर्सनल बायोग्राफीको बारेमा। उहाँलाई गाउँमा माइली भनेर चिनिने गरिन्छ भने उहाँको रियल नाम चाहिँ सुस्मिता अधिकारी हो। उहाँको घर धादिङ हो भने हाल केटिएममा बस्नुहुन्छ। उहाँको जन्म विक्रम सम्वत 2057 सालमा भएको थियो भने हाल 24 इयर्स ओल्डको हुनुहुन्छ र उहाँको हाइट 5.6 इन्च रहेको छ भने उहाँको बडी स्किन व्हाइट रहेको छ। यसका साथै उहाँको हबिज राइडर र मोटो भ्लगर हो भने उहाँको क्वालिफिकेसन ब्याचलर रनिङ रहेको छ। अब कुरा गरौँ उहाँको फ्यामिलीको बारेमा। उहाँको फ्यामिलीमा मम्मी, बुबा, दिदी, बहिनी र एकजना भाइ गरी उहाँसँग जम्मा 6 जना हुनुहुन्छ भने उहाँ दिदी पछिको माइली बहिनी हो। अब कुरा गरौँ उहाँको युट्युब च्यानलको बारेमा। उहाँले मे 31, 2023 मा आफ्नो युट्युब च्यानल खोल्नु भएको थियो भने हालसम्म उहाँको च्यानलमा 372 वटा भिडियोहरू रहेको छ। यसका साथै उहाँको च्यानलले 22,04,19,806 भ्युज गेन गरिसकेको छ भने 89,400 सब्सक्राइबर पनि गेन गरिसकेको छ। अब कुरा गरौँ उहाँको टिकटक अकाउन्टको बारेमा। उहाँको टिकटक अकाउन्टमा 2.5 मिलियन लाइक रहेको छ भने 28,500 फलोवर्स पनि रहेको छ। अब कुरा गरौँ उहाँको युट्युब इन्कमको बारेमा। यो इन्कममा रियालिटी छैन। हामी उहाँको युट्युब च्यानलको भ्युज अनुसार एभरेज भ्युजलाई टार्गेट गर्ने हो भने पर मन्थ 70,000 देखि 1 लाखसम्म अनुमान गर्न सक्छौँ। साथीहरू यतिन्जेलसम्म सब्सक्राइब गर्नुभएको छैन भने 1 लाइक गरी च्यानललाई सब्सक्राइब गर्नुहोला। अब कुरा गरौँ उहाँको बोयफ्रेन्डको बारेमा। हामीलाई जानकारी भए अनुसार हालसम्म उहाँ सिङ्गल नै हुनुहुन्छ। उहाँको बारेमा नेक्स्ट कुनै अपडेट आएमा हामी हजुरहरूलाई पक्कै जानकारी गर्नेछौँ। साथीहरू यो थियो सुस्मिता अधिकारीको बायोग्राफी। बोल्दै जाँदा काहीँ कतै मिस्टेक हुन गएमा क्षमा चाहन्छु। यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुहुने हजुरहरूलाई थ्याङ्क यू सो मच भन्दै हजुरहरूले सब्सक्राइब गर्नुभयो होला भन्ने आशाको साथमा म पनि बिदा चाहन्छु। नमस्कार।